यहाँबाट चाहिँ ठिक हुँदैन ओम प्रजापति 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 देवता। अब हामी कपाल काट्ने होम गर्दैछौँ है। ओम प्रजापति देवता अज्यो मे विनियोग। अज्यो मे विनियोग। ओम प्रजापतये स्वाहा। ओम प्रजापतये स्वाहा। ओम प्रजापतये स्वाहा। इदं प्रजापतये नमः स्वाहा। बुवाले कुछ छोड्दै अर्को लिनु। ओम इन्द्रायति प्रजापति देवता अज्यो मे विनियोग। ओम राजवायति इन्द्राय अर्को लिहाल्नु। ओम अग्निति प्रजापति सिद्धिसुन्द अग्नि देवता अज्यो मे विनियोग। ओम अग्नि स्वाहा नमः अग्नि फेरि अर्को लिहाल्नु। ओम सुमायति प्रजापति सुम देवता अज्यो मे विनियोग। ओम सुमाय स्वाहा नमः सुमाय अर्को लिनु। ओम आव्याति प्रजापति ऋषि गायत्री तुष्टिका छन्द छन्द अग्नि वायु सूर्य देवता अज्यो मे विनियोग। एउटा चामलको टपरी ठिक पारिहाल्नुहोस् त। ओम ओम सत्यम अग्नि देव होति निष्ठा विष्णु याग समरण स्वाहा अल्प भेम स्वाहा अयास्त भावदेव त्रिमान देवता सर्वप्रायश्चित होमे विनियोग स्वाहा। ओम अयास्तानि विष्णु संपूर्ण अयान देव अयन नित्यम वासुदेव वेंकटम अति अप्रोचारित संकल्प अनुसार बाबाहरु सबैले आफ्नो नाम सम्झिने है। राणे नाम कुमारस्य शुभ चुरोपनयन वर्तमान कर्म कर्तु ब्रह्म कर्म प्रतिष्ठातमिदं पूर्णपाद। सिकाइदिनु है। ल अब त्यो थाललाई दिदीबहिनीहरूले लिएपछि आमाले छोइदिने। मामाले पहिला दाहिने कान बाँधेको पहिला त्यो पहेँलो कपडा खोल्नुहोस् त। पहेँलो कपडा मात्रै गाँठा फुकाउने होइन, पहेँलो कपडा। अनि तुलसीको काँडा थालमा राख्नुहोस्। तुलसीको काँडालाई थालमा राख्नुहोस्। पहेँलो कपडा खोलेर अहिले ती राख्नु। त्यसैमा भरे कपाल पोको पार्नुपर्छ है। त्यही कपडामा कपाल पोको पार्नुपर्छ। अहिले अगाडि राख्ने पहेँलो कपडा मात्रै खोल्ने। त्यो गाँठा नफुकाउने पहेँलो कपडा मात्रै खोल्ने। त्यो गाँठा नफुकाउनुहोस् है। पहेँलो कपडा मात्रै खोल्नुहोस्। बाँकी बाँधेको पहेँलो कपडा हो। गाँठा नफुकाउनुहोस्। ल अब दाहिने कानमाथिको कपाल भिजाउने। दाहिने कानमाथिको कपाल भिजाउने। यहाँ हेर्नुहोस् है। दाहिने कानमाथिको कपाल भिजाउने। सबैलाई भन्नुहोस् गुरुहरू। ओम सविता बुवा पानी समाउनुहोस् त। सविता स्यन्न ओम ल बुवाले कुछ पानी समाउनुहोस् त। ओम ओखदयन्त्राय विष्णु यजुखम प्रजापति ऋषि तरुखम धीरूपा सुधा वितम देवता के शान्त कुश तरुणी निधाने विनियोग। ल भयो। अब सबैले कुश घुसार्नुहोस्। यहाँ अब कुश घुसार्नुहोस् त। अहिले भिजाएको भाग लागेको कपाल मुनि कुश भिजाउने। दाहिने कानमुनिको है। दाहिने कानमुनिको गुरुहरूले निर्देशन गर्नुहोस्। ओ माधव गुरु एकचोटि फोन गरी गर्नुहोस्। गरेर हेर्नुहोस्। भयो होइन म पढाउ। ल बुवा पानी समाउनुहोस् है त। पवित्रम मन्त्र से आलमन ऋषि पंक्ति छन्द सविता देवता सकुश केश छेदने विनियोग 1 2 3 गो। गार्डन्स काटेर पहिलो थुप्रो गोबारमा कपाल राख्ने। दाहिने कानको कपाललाई भुइँमा झर्यो भने दिदीबहिनीलाई जरिवाना हुन्छ है। कपाल भुइँमा झर्यो भने दिदीबहिनीलाई जरिवाना। एउटा केस बराबर 100 रुपियाँ। अब कति छ त्यहाँ कपाल। ल पहिलो थुप्रो गोबारमा राख्नु हो। अब त्यो कुशलाई पनि मामाले त्यही थुप्रो गोबारमा हाल्ने। कपाललाई पनि हाल्ने, कुशलाई पनि हाल्ने। हतार नगरिकन काट्नुहोस् है। कान काट्ला घाउ होला। मामाले काट्दा एकदम सावधान भएर काट्ने। हतार नगरिकन बिस्तारै काट्ने। ल अब त्यही रुल क्रमले पछाडिपट्टि यहाँ टुप्पी भन्दा
माझ कपाललाई भिजाउने माझ कपाललाई भिजाउने है त कचौराको पानीले ल बुवा पानी सुन्नुहोस् त आज मैले भजन गाउनेले जसरी भनिदिएको छु है मैले तेरै तेरै राधे राधाले अलि मजाले पानी त्यहाँ भान्जोलाई चिसो भनेर माया गर्ने होइन मजाले भिजाउने ल अब त्यसपछि फेरि तम्सीको काँडा लिने बुवाले पानी छोडिदिएर अर्को लिनुहोस् त ओम ओखदय पुत्राय स्वेति यजुखम प्रजापति ऋषि कपालमा घुसार्ने पछाडिको काँठाको कुस झिक्नुहोस् त झिक्नुभयो ल अब घुसार्ने यसरी टक्क घुसार्ने हो घुसार्ने है त अब घुसारिसकेपछि सबैले घुसार्नु भयो कुरो बुझाएको छ कि छैन अर्थ ऋषि वस्नीको छन्दो लिङ्गोक्त देवता आशिर देवता बालकस्य केश क्लेदने विनियोग अब मैले मन्त्र पढेपछि 1 2 3 भन्ने बित्तिकै काट्ने है त ओम त्रायुखम जमदग्नेह कश्यपस्य त्रायुखम चिदेवेश त्रायुखम तण्डो अस्तो त्रायुखम केस काट्ने केस काट्छ हामी जहाँ गए पनि भेट्छौँ यसो टुपी खोल्दा टुपी यसरी भेट्दैन भने च्वाट्टै कपाल तान्छौँ हामी टुपी जनै शिखा र सूत्र नभेटेमा तिमीहरूलाई हामी कारवाही गर्छौँ है बाबु अरूको जस्तो होइन हाम्रो त नियम कडा छ अब मामाले घिउ लाइकन टुपी दरोस् भान्जाको भनेर टुपी राखेको छ त्यो टुपी भेटेन भने कुट्टा खान्छ ल अहिले भने आज त टुपी छँदैछ भोलि पर्सि बाटो भेट्दा नि टुपी खोइ भन्दा ट्वाक्क देखाउनु पर्छ जनै खोइ भन्दा स्वाट देखाउनु पर्छ ल कान्दिनुस् त ल अब सबै मामाहरूले त कान्दिनुस् बुवा पानी सुनाउनुस् त याद सुनिन सबैले अब प्लेट सहितको छुरो हातमा लिने यसरी ठड्याउने प्लेट सहितको छुरो हातमा ठड्याउने है त ल सबै मामाहरूले माथि यसरी टक्क ठड्याउने विनियोग छोडिदिनुस् ल अब भान्जाको टुप्पीमा छुरो घुमाउने यसरी ओम यत छुरेनम मज्जायाम सुपेशसा यद्वाम भवपि के सचिनन्ते शिरो मायुखम प्रमोखी ल अब म मेरो भान्जाको कपाललाई घाउ चोटपटक नलाइकन काट्नेछु भनेर अलिकति त्यहाँ घर लाउनु सानो यसो गर्नुहोस् त अलिकति मात्रै ल अब के भन्दा बाहिरपट्टि सजिलो स्थानमा गएर बाहिरबाट लगाइदिनु अहिले पछि फेरि अर्को थप्नुपर्छ दाहिने हातपट्टि है दाहिने हातपट्टि हुन्छ दाहिनेबाट दाहिने हातपट्टि यसरी दाहिने बुद्धमणिको ज्ञानको अवतार परमधामको जागृत बुद्धि अवतार आएर के गर्नुभयो श्रीमद् तारतम सागर ब्रह्मवाणी ल्याएर हामी कलिकालमा आएका जो बोल भनेर खुलासा किताबमा बताउनु भएको छ वेदान्तको अर्थ बुझिनु भयो गीताको अर्थ बुझिनु भयो भागवतको अर्थ बुझिनु भयो भने यो तारतम कालमा भएको सामान कसले खन्याउनु भएको कलिकालमा
ज्ञानको अवतार आए त्यो संहिता पनि सबै यता ल्याउनु। शरणले तारतम वाणीको शरणले हामी शरणागति भएर ओम ल सबैले तन्न हातमा यो सूर्य जगतमा छैन भने हामी खान पाउँदैनौँ, हामी हिँड्न पाउँदैनौँ, हामी पढ्न पाउँदैनौँ, हामी कुनै पनि कर्म गर्न पाउँदैनौँ। त्यसकारण जगतको मालिक भनेको भगवान सूर्यनारायण हो, जगतको साक्षी भनेको भगवान सूर्यनारायण हो। उहाँलाई प्रणाम गर्नुपर्छ, उहाँको ज्योति हो। अनि अहिले समय हेर्नु पर्दाखेरि अब चाहिँ जो सूर्यको दर्शन भयो, अब सबै आफ्ना आफ्ना बटुकलाई यसरी हृदयमा छुने मामा आमा बुवाको हुनुहुन्छ, आफ्नो यसो अँगालो मारेर हृदयमा छुनी र बुवाले कुसलेर पानी सघाउनुहोस् त। ओम मम वर्तेति मन्त्रस्य प्रजापति ऋषि अनुष्ठुम छन्द बृहस्पति देवता हृदयालम्बने विनियोगः। ल आमा बाउले माने छैन भने के चिनाउने कुरो यहाँ गम्भीर छ। हाम्रो भाइको कहाँ हो हाम्रो भाइ रङ्गी चङ्गी भाइ कुरो बुझिरहनु है। ओम मम वर्ते आमाले भन्दै हुन्छ बाबु मैले गरेको धर्म तैँले पनि गर्नुपर्छ। हृदयम ददामि हृदय मम प्रदान गर्छु। मम चित्तम मनु चित्तम त्यस्तु। तिम्रो र मेरो बुद्धि एउटै हुनुपर्छ भनेको के हो? आमा बुवाले सबैलाई भलो होस् भन्ने कामना गर्नुहुन्छ। आमा बुवाले कसैलाई पनि आफ्नो सन्तान प्रति सधैँ राम्रो होस् भन्ने आमा बुवाले त सुन ध्यान दिएर आमा बुवाले के गर्नुहुन्छ? आफ्नो सन्तानलाई माया ममता प्रेम सधैँ गरी तिमीले पनि मलाई माया स्नेह ममता गर्न नबिर्सनु। यो भनेको है कुरो बुझेको छ कि छैन? ओ साथीहरू ल चित्तमै अस्तु मम बाकमे कमनाम जुखसो भनेको मेरो वचनलाई कहिल्यै पनि नकाट्नु बाबु। मलाई काग छोडेर विदेश नजाऊ, विदेशको धरतीमा दुःख हुन्छ भनेर आमाले भन्दा नेपालमा केही त छैन, यहाँ के गरेर बस्ने, हामी त जाने विदेश भनेर झोला बोकेर एयरपोर्टमा लाइन नलाग्नु, स्वदेशमै प्रगति गर्नु। राष्ट्रमा प्रगति गर्ने मान्छे मात्रै त्यो नागरिक हो है। आफ्नो राष्ट्रलाई छोडेर परराष्ट्रमा गएर केही हुनेवाला छैन। आफ्नो पहिचान भनेको यहीँ देखाउने हो। कुरो बुझिराख्नु है। हो मेरो काग छोडेर बाहिर नजानु, एयरपोर्टमा सुटकेसका झोला लाइन लगेर नहिँड्नु भन्नुहुन्छ आमा। कुरो बुझिराख्नु। सुन्दर बनाइदिनु भयो। अब नेपाल राष्ट्रको धर्मधामबाट पाल्नुहुने धर्मधामका गादीपति श्री धार्मिक शास्त्री महाराजलाई आफ्नो पावन जीवन जोडिनुको निमित्त अनुरोध गर्दछु। कता जाने? यता जाने हो हेर्न। एक ठाउँबाट आउनुहुने सन्तजनले अर्को ठाउँबाट आउनुहुने सन्तजनलाई गलेसँग गले मिलिरहनु भएको दृश्य माला हारले स्वागत गरिरहेको दृश्य देखिएको समस्त संत गुरुजनों की समस्त सुंदर साथ की आयो विमान आयो।
अहिले लाउने होइन है, जनै मैले यहाँ जोड्ने भनेकै छैन। पहिला दधी प्रासन लगत्तै जनै फेर्ने। अहिले होइन तपाईँहरू मैले भनेको कुरो गर्नु न। उनीहरूले कृपया मञ्चमा आएर आसन ग्रहणको लागि म हार्दिक अनुरोध चाहन्छु। त्यसै गरी सेवा समिति नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ जयराज भट्टराईज्यू, कृपया मञ्चमा आएर आसन ग्रहणको लागि म विनम्र अनुरोध गर्न चाहन्छु। त्यसै गरी बाबुहरू आफ्नो आसनमा बस्ने, आफ्नो आसनमा बस्ने, सबैजना आफ्नो आसनमा बस्ने। त्यो पहेँलो धोती नि खोल्नु पर्छ है कान्छा। स्वाहा, यसो सुरुप्प पार्ने, पानी आचमन गर्ने। अच्युताय नमः स्वाहा। फेरि अर्कोचोटि हाल्ने जल। ओम केशवाय नमः स्वाहा। पानी सुरुप्प। फेरि अर्कोचोटि पानी। ओम भन्ने सबैले। ओम भन्ने सबैले। माधवाय नमः स्वाहा। ल मुखमा अचाउने। अब फेरि पानी हाल्ने। ओम भन्ने। ओम गोविन्दाय नमः स्वाहा। आफ्नो दाहिने गोडाको बुढी अम्लोमा छर्किने, दाहिने गोडाको बुढी अम्लोमा छर्किने। गोविन्दाय नमः स्वाहा। पादौ प्रसालयत। अब के त्यो केरालाई अगाडि राख्ने, ताछेर केरा तास्ने है त। केरा ताछेर आफ्नो दुनियाँमा राख्ने। सबैले केरा ताछेर आफ्नो दुनियाँमा राख्ने। त्यो रातो दुनियाँमा होइन, रातो दुनियाँमा हुँदैन खानु। ओम भुवन पतया, सबैले भन्ने। ओम भुवन पतया स्वाहा। यो भोजन गर्न सिकाएको छु, भोलि त्यसै गरी गर्नुपर्छ, भरे पनि त्यसै गरी गर्नुपर्छ। ओम पतया स्वाहा। हो अब फेरि मलाई भर्खरै यहाँ भएको छ। जापानमा हाम्रो यसै अध्ययनको लागि जापानमा धर्म प्राण धर्म शिरोमणि धर्म अनुरागी प्रिय सुंदर साथी एवं भाविक भक्त समुदाय हजुरहरूलाई सादर प्रेम प्रणाम। धर्म प्राण प्रिय सुंदर साथी, आज यो सप्तदिवसीय कार्यक्रमको चौथो दिन अनि श्रीमद् भागवत कथामा स्वयं पूर्ण पुरुषोत्तम अनादि अक्षरादि श्री कृष्णजीको आज
बाँकी कथाको माध्यमबाट आज उत्सव हामी सबै एकदम आनन्द हर्ष उल्लास सहित हामी मनाउँछौँ। सुन्दर साथी महामती स्वामी श्री अण्णाजी महाराजजी ब्रह्मवाणीमा भन्नुहुन्छ, लाग्छु जो दुखने तो दुख तमने लाग्सी, मूल सुख सम्भारसो तो दुख पाछा लाग्सी। हामी यो दुखरूपी संसारमा दुख लाग्यो भनेर हामी बार बार परमात्माको सानिध्यमा प्रार्थना गरिरहेका हुन्छौँ। यो दुखरूपी संसार हो, स्वतः हामीलाई यदि सुख चाहिन्छ भने हामीले मूल स्वरूप, मूल वचन अनि मूल हजुरहरू पहिला सबैजना यता आउनुहोस् त। आमाहरू सबै यता आउनुहोस् त। भिक्षाम देही भवती भवती भिक्षाम देही। अहिले सुरु भएको छैन है, मैले मन्त्र नपढी तपाईँहरूले भिक्षादान नगर्नु होला। पहिला मिल्नुहोस् त, यहाँ लाइनबद्ध हुनुहोस् त, कृपया लाइनबद्ध भएर बसिदिनुहोस् त। भिक्षामे देही भन्ने बाबुहरू के भन्ने? भवती भिक्षामे देही, ओम भवती भिक्षामे देही, ओम भवती भिक्षामे देही। नारायण स्वामी जी महाराज प्रजापतय यत् सहजम पुरस्तात् आयुष्यमग्रम प्रतिमुञ्च शुभ्रम यज्ञोपवीतम बलमस्तु तेजा। यज्ञोपवीतम बलमस्तु तेजा। हे यज्ञ पवित्र, हजुर यज्ञमा उपवीत हुनुभएका पवित्र सूत्रलाई म आजबाट धारण गर। सबैले लाउने हो नि जनै। अब आइन्दा हामीलाई कहाँ भेट्दाखेरि यहाँ 3-4 जना गुरुहरू छौँ, हामीले जहाँ भेटे पनि शिखा सूत्र भेटिएन भने यहाँ प्रतिज्ञा गरेको छ, यत्रो यज्ञ कुण्डको अगाडि यत्रो श्रीमद् तारतम साथीलाई के गर्नु हो? झुट बोल्न पाइन्छ हो? सबैले अबदेखि जनाइ के गर्ने? फेर्ने होइन, फेरो भने त आज हिजो नआएको, हिजो फेरेको थियो, उहाँ गन्जी खोल्दा थियो, दाहिनेपट्टि लगाउने है त हो। बाहिरबाट लगाए उयक्षविति मन्त्रस्य प्रजापति ऋषि दण्ड देवता यजुर्दण्ड विनियोग। भागवत दया ईश्वर सब बोल मगज माइने जाहेको के नाइ हुन्छ जो बोल भनेर खुलासा किताबमा बताउनु भयो। वेदान्तको अर्थ बुझिनु भयो, गीताको अर्थ बुझिनु भयो, भागवतको अर्थ बुझिनु भयो। यो तारतम कालमा भएको सामान कसले खनाउनु भएको? उहाँ छ गुरु। कलिकालमा तारतम बाणीको शरणले हामी शरणागति भएर ओम ल सकाशतिर छर्किने है त। ल अब सूर्यम उदिश्यक्षु। हे प्रभु, अब सूर्यपट्टि फर्किनु।